ल अहिले चाहिँ हामी धनकुटा आइपुग्यौँ है त। यो बजार जाने र यो चाहिँ तेर्थुम जाने बाटो। कति पर्सेन्ट अब रोकेको थियो 7% सकेछ अब क्लियर चाहिँ त्यहाँ धनकुटादेखि धनकुटादेखि 7% होइन 82 भनेपछि होइन धनकुटादेखि होइन उयोदेखि के अरे उसम्म धनकुटा ए यार के अरे हाम्रो उयो भेडेटारबाट यहाँसम्म आइपुग्दाखेरि 7% ब्याट्री खपत कन्ज्युम भयो। यो चाहिँ ठ्याक्कै धनकुटा हो। कति किलोमिटर रहेछ यो यसको डिस्टेन्स थाहा भएन है। लगभग निकै नै टाइम चाहिँ भयो तर यति 7% मात्रै कन्ज्युम भयो भनेपछि ब्याट्रीको ड्युरेबल रहेछ, राम्रै छ यसको। 270 किलोमिटर राम्रै छ। यिनीहरूको भन्दा चाहिँ राम्रै हुन्छ उनीहरूभन्दा महँगो गाडीहरू हो नि त। दुईटा त अहिलेको हिसाबले त दुईटै आउँछ त्यो। धनकुटा बजार चाहिँ अघि छुट्टियो नि उतै पर छुटिसक्यो। भोलि पर्सि निक्लिँदै अब टाइम भयो भने निक्लिँदै आइयो सर, नत्र भने अब यस्तै हो जीवन भन्ने यही। अब हिलेमा चाहिँ एकछिन सेकुवा खाने हो त्यहाँ हिलेको राम्रो अरे हो। सेकुवाको किङ पछाडि लम्बतन्न भइरहेछ। डिस्टर्ब हो होइन सुतेको नि सुतिराख्नु भएको छ नि। आज त पुरै तराईमा मात्रै गर्मी होइन, पहाडमा पनि गर्मी छ। धनकुटामा पनि टन्टलपुर घाम लागिरहेछ। केटाहरू सबै एसीमा बस्दा हुन्छ। सबै एसी नै एसी लगाइदिनु भयो है सब सस्तामा। उसलाई त्यो उसलाई मतलब छैन, सबलाई हो। गरिब धनी केही मतलब छैन, सबलाई। 50